we'll be shooting the same shooting which we are uploading in our reels. So let's go. That's boiled chicken, हैन पुरै बोइल्डमा हुन्छ. सो यसरी ज्यान बनाउँछ गाइज हैन. रेडी हुँदैछौँ. इन्स्ट्यान्ट एनर्जीको लागि. So hello guys, how are you guys doing? Welcome back to our channel. So today is vlog number 2. We will be shooting our BTS vlog for shooting. We will be shooting the same shooting which we are uploading in our reels. So let's go. So आज चाहिँ हामी आफ्नो रिल्सहरुको लागि चाहिँ भिडियो सुट गर्न गइरा छौं. सो टाढा चाहिँ छैन, यही नजिकै छ. आज चाहिँ टाढा नजाने. सो आज चाहिँ हामीले यो भ्लग चाहिँ एउटा BTS भ्लग जस्तो भयो. बिहाइन्ड द सिन्सहरु हरुहरुले हेर्नुहुन्छ कति मेहनत लाग्छ भिडियो सुट गर्न, कति के हुन्छ हैन. सो वाच टिल इन गाइज हैन. अनि keep supporting, keep loving like that. You guys are being like so amazing love towards me. That was so immense love. Thank you from my bottom of my heart. Yes sir. So let's go. अहिले चाहिँ we have के रे हामी चाहिँ आज भर्खर उठेको 11 बजेतिर. आज भर्खर उठेको के? ए सरी. सो हामी चाहिँ अहिले भर्खर उठेको आज विकेन्ड्स भएर. सो हाम्रो यहाँ खाना पाक्दैछ के पाक्दैछ भन्छ. यहाँ चिकन पाक्दैछ. अनि हामीले यता ब्रेकफास्ट चाहिँ रेडी गरिसक्यौँ हैन. ब्रेकफास्ट चाहिँ अलमोस्ट रेडी छ हाम्रो. र हाम्रो चिकन कस्तो हुन्छ भने चाहिँ यस्तो हुन्छ. द्याट्स बोइल्ड चिकन हैन, पुरै बोइल्डमा हुन्छ. सो यसरी ज्यान बनाउँछ गाइज हैन. सो त्यही हो. अब चाहिँ we are about to eat and so guys हामी चाहिँ अब रेडी भइसक्यौँ जानलाई. अब चाहिँ हामी रेडी हुँदैछौँ. हामी चाहिँ लागेको है सुटतिर. के खाँदै हुनुहुन्छ? ल. सो गाइज वी आर अबाउट रेडी. सो हामी चाहिँ अब रेडी छौँ आफ्नो एसेस लिएर. अब चाहिँ हामी गइरहेको छौँ सुटिङ गर्नलाई. सुटिङ चाहिँ जे होस् रनिङ भिडियो सुटिङ हुन्छ हैन. सो स्टे ट्युन्ड गाइज. हाम्रो क्यामेराम्यान रेडी हुँदैछ है. ल ब्रो चाँडो एनर्जी ड्रिङ्क लिएर. सो हामी चाहिँ लागेको गाइज. लेट्स गो. अहिले लोकेसन चाहिँ एकदम नजिक छ हाम्रो हैन. टाढा लोकेसनमा गएको छैनौँ हामी. घाम चाहिँ लास्टै चर्को छ. घाममा पानी पर्ला जस्तो छ. आकाश हेर्दाखेरि ओभरै छ, कालो बादल. यो चाहिँ हाम्रो सुट लोकेसन भयो. अस्ति पनि यहाँ सुट गरायो तर त्यतिखेर हामीसँग चाहिँ राम्रो त्यतिखेर हामीसँग राम्रो ग्याजेट्स थिएन. सो क्वालिटी अलि लो थियो. सो आज चाहिँ फेरि हामीले यहाँ सुट गर्नेवाला छौँ. हेरौँ कस्तो क्वालिटी हुन्छ. लेट्स गो. सो गाइज हामीले भर्खर 3-4वटा क्लिप चाहिँ सक्यौँ. अब चाहिँ यो हाम्रो इन्स्ट्यान्ट एनर्जीको लागि ब्रान्ड चाहिँ नदेखाऊँ, स्पोन्सर आएपछि देखाउँला. सो यो चाहिँ 1-2 सट हान्दिउँ है. रेकमेन्ड चाहिँ गर्दैन म. अहिले एनर्जी चाहिएर मात्र हो. लगभग अब चाहिँ हाम्रो सुट सक्यो. यही थियो आजको BTS बिहाइन्ड द सिन हैन. अब चाहिँ हामी यो हाम्रो ग्राउन्ड छ गोटारको, यहाँ चाहिँ सुट गर्न ट्राई गर्छौँ. वेदर त लभली छ नि नेपालको. यहाँ चाहिँ हामीले सुट सघाएर सक्यौँ भर्खर भिडियो रेकर्ड गरेर. सो माई क्रू मेम्बर्स. सो लेट्स गो गाइज सक्यो है फाइनली. अब चाहिँ हाम्रो रनिङ क्लिपहरूको चाहिँ सक्यो. ब्याकग्राउन्ड चाहिँ हाम्रो यस्तो छ. यो पुरै मान्छेहरूले ड्राइभिङ सिकेर बिजोग गराएन. त्यही पनि हामीले यसो क्यामेरा मिलाएर एङ्गल मिलाएर चाहिँ सक्यौँ. अब हेरौँ पोस्ट प्रडक्सनमा कस्तो हुन्छ. सो यही थियो हाम्रो भ्लग 2. यो भ्लग भन्दा नि एउटा BTS हो हैन, बिहाइन्ड द सिन्स. कसरी नेपाली ह्यास्टनहरूले आफ्नो रनिङ भिडियो रेकर्ड गर्छ, के युज गर्छ. सो त्यति थियो गाइज. यसरी नै लाइक र सपोर्ट गर्नु हैन. किनभने तपाईँहरूले गर्दा नि मैले मोटिभेट भएर यस्तो दिनदिनै यस्तो टाइम मिलाएर मैले
सुट गर्ने टाइम भ्याउँछु होइन सो दिस वाज फर टुडे गाइस थ्याङ्क यू सो मच प्लिज मेन्टेन सपोर्ट मेक स्योर द्याट एस्टन हल सिज दिस भिडियो बाई बाई सिया सो गाइज अब चाहिँ हामी लागेको यो चाहिँ एकदम गान्डो ठाउँ हो यहाँ मान्छे सबै मलाई जसले ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सक्दैन के अरे ड्राइभिङ ट्रेनिङ ठाउँको होइन सब यहाँ आएर फ्रीको माल चाहिँ युज गर्छन् हुन त हामीले पनि फ्रीकै माल युज गरे हो त्यही पनि यत्रो घाममा यार कसले क्रिकेट खेल्छ यार यत्रो घाममा यार त मान्छेलाई आफ्नो ज्यानको टेन्सन छैन क्या यार त्यही हामी चाहिँ अब लागेको अब क्लिप चाहिँ अहिले पोस्ट प्रडक्सनमा देखाएको छैन अब घर गएर हेर्छौँ मिलाउन सकिन्छ भने मिलाउँछौँ नभए फेरि एउटा रिसुट हानिन्छ भोलितिर होइन सो बाटो चाहिँ बिजोग छ है यहाँको सरकारले फाइन रे यो रे त्यो रे दुनियाँ थरीको कुरा रे होइन रोड चाहिँ कहिले बनाउँछ फाइन बाहिरको हेरेर लगाएपछि त रोड पनि बाहिरको जसरी हुनु पऱ्यो नि त होइन होइन पहिला चाहिँ गभर्मेन्टले पनि हल्का दिमाग चाहिँ हल्का बेसी लागे जस्तो छ क्या पढा लेखा गभर्मेन्ट छ त्यो बुझिन्छ होइन तर पहिला त हामीले फेसिलिटी पो दिनु पर्छ अनि पो मलाई त्यो अनुसार ट्याक्स बढाउने रोड दियो फाइन 1 लाख लिएको गरे नि केही हुँदैन हामीलाई होइन तर त्यो अनुसार रोड फराकिलो हुनु पऱ्यो पिच हुनु पऱ्यो अनि मेन कुरा भनेको मिनिमम वेजेस होइन प्रगति गर्नु पऱ्यो फ्याक्ट्री इस्टाब्लिस गर्नु पऱ्यो होइन त्यो तिरतिर लगानी गर्नु पऱ्यो यो मुला लोकसेवा जागिर गरेर मुला सागहरूलाई झन् पैसा बढाएर होइन यिनीहरूको झन् त्यो मातिन्छ कि यिनीहरू खासमा किनभने चाहिँ यत्तिकै नर्मलभन्दा त धेरै स्यालेरी हुन्थ्यो उनीहरूको होइन यहाँ प्राइभेटमा मान्छेहरूले 5,000मा पनि इन्टर्नसिप प्राय कामहरू गरेर हुन्छन् त्यही पनि तिनीहरूलाई चाहिँ ल घुस यताउति लिने बाटो हुन्न नि त तर गभर्मेन्ट इम्प्लोइहरूको होइन सब फेरि त्यस्तै एउटा होइन मालपोत र अदालतको मान्छेहरू त भाइ साहब यस्तो घुसखोरी म आफ्नै मेरो केसको कुरा गर्छु भने होइन म पनि 5 वर्षदेखि केस लडेर एउटा केस होइन मैले त्यही यति केसमा चाहिँ सबै कुरा थाहा पाइसक्यो सबभन्दा बेसी घुसखोरी भनेको मालपोतमा हुने हो त्यसपछि चाहिँ अदालत होइन सो यो हाम्रो यस्तो बाटो छ यो बाटो भनेको 5 वर्षदेखि यस्तै छ अब यहाँ हामीले हेलमेट नलगाइकन चलायो भने चाहिँ होइन फाइन काट्न आउँछन् क्यारे ट्राफिकहरू यता भिडियो अपलोड गर्यो भने होइन हाम्रो शेर सावन दाजुको पनि त्यसरी नै फाइन काट्नु भयो रे ल हामी रेस्पेक्ट गर्छौँ त्यो कुरा होइन तर चाहियो नि त रोड चाहियो फेसिलिटी चाहियो अनि मलाई 1 लाख गरेर नि केही हुँदैन कि हामीलाई होइन सो त्यो कुरा हो क्या मेन कुरा होइन यही चाहिँ सो अब चाहिँ हामी आफ्नो मम्मीको डिमान्ड थियो अरे आइसक्रिमको सो आइसक्रिम लिन गइरहेछौँ अब आइसक्रिम तिमी पनि हामी चाहिँ खाँदैनौँ हामी चाहिँ प्योर डाइटिङमा हौँ अब एप्स अहिले देख्यो कि देखेन गाइस नो आइडिया होइन तर हामी चाहिँ अहिले यो विकभरि चाहिँ ओभर कटिङ गरेका थियौँ होइन भेडाहरू यो टेम्पो भेडाहरू चलाउनेहरू सब भेडाहरू है यिनीहरूबाट चाहिँ होसियार हर्न हानेर कान फुटाइदिने यिनीहरूको तर सोध्छौ कि साइडबाट निस्किन्छु भने ठोकेर जान्छ यिनीहरू चोकमा कहाँ त्यही माटोमा लिने कहाँ हो टर्निङमा बाइक रोकेर बसेको के भयो हजुर यो मान्छेहरू नेपालको जनता पनि भेडै हो एक किसिमको यिनीहरूलाई त फेसिलिटी दिए नि भेडै टाइपको बिहेभ गर्छ होइन सब झोले पार्टीहरू कुन यो महँगै भने हो अरू हेर न कुन भेराइटी छ एउटा महँगो लाग्दो कति रुपियाँ जाने त्यो यसको कति हो यो लग्यो खालि यो चाहिँ हाम्रो चोकको माट एउटा मिनी माट भनौँ के डाइट कोक लिन आएका यो मान्छे एहे छैन रहेछ डाइट कोक हामीले खाने भनेको डाइट कोक हो अब डाइट कोक नि छैन के चाहियो अरू तिमीलाई क्यामेराम्यान खालि डाइट कोक मात्र खान्छ हजुर सक्यो हजुर नेपाली एस्थनल
नेपाली एस्थनल हजुर ल हामीले आइसक्रिम चाहिँ लियौँ अब चाहिँ लाग्यौँ है सो गाइज हाम्रो अब सपिङ पनि सक्यो अब चाहिँ हामी कोठातिर लाग्यौँ होइन दिस वाज इट फर टुडे खासमा त्यही भ्लग एन्ड गरायो तर फेरि बाटोको नि भ्लग देखाइदिउँ न भनेर मात्र गरायो है सो अरू चाहिँ केही छैन अब गभर्मेन्ट आएको 100 दिन मतलब भयो अब ठिकै छ 1 वर्षमा प्रगति त होला नि होइन सो द्याट्स अल गाइज टुडे थ्याङ्क यू फर वाचिङ दिस भ्लग होइन दिस इज बिटिएस भ्लग अब यसरी नै हामीले अब बिस्तारै भ्लग पनि सुट गर्छौँ टु इङ्गेज भन्दा नि अब कनेक्ट त हुनु पऱ्यो नि होइन बेस्ट वे टु कनेक्ट टु आवर भ्युवर्स इज ब्लगिङ होइन त्यही हो अब रिल्स पार्टहरू यताउति बनिरहेको हुन्छ तर ब्लग चाहिँ मेन हो सो हामी चाहिँ ब्लग चाहिँ एकदम फोकस गर्नेवाला छौँ अब चाहिँ सक्दो डेली ब्लग हाल्छौँ तर अब टाइम कामहरूले यताउतिले गर्दा चाहिँ डेली ब्लग सकिँदैन सो त्यही हो गाइज सो थ्याङ्क यू फर वाचिङ दिस ब्लग होइन टिल नाउ अघि नै मैले थ्याङ्क यू भनिसकेँ तर फेरि अगेन थ्याङ्क यू किप सपोर्टिङ किप लभिङ थ्याङ्क यू गाइज बाई बाई